हतियार सहित सडकमा आइसकेको छ। कर्फ्यू आदेश जारी भएसँगै र आन्दोलनकारीहरूलाई राजावादीहरूलाई चाहिँ अहिले यो बालकुमारी पुल भन्दा तलसम्म लखडिसकेको छ भने हेर्न सक्नुहुन्छ। यहाँ बालकुमारी पुल भन्दा उता पनि प्रदर्शनकारीहरूले टायर बालिसकेका छन् र धुवाँ आइरहेको तपाईँहरूले देख्न सक्नुहुन्छ। आज राजावादी आन्दोलन एकदमै उग्र बनेको छ र यसले चाहिँ 62-63 को जनआन्दोलन जस्तै सङ्केत दिएको छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले एकदमै तीव्र गतिमा भन्नाले आन्दोलनको सुरुकै दिन आन्दोलन थ्याक्न नसकेर प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ र तिनकुनेबाट सुरु भएको यो राजावादी आन्दोलनलाई प्रहरीले यहाँसम्म घेरेको छ र प्रहरीले पनि नियन्त्रण गर्न नसकिसकेपछि अहिले भने कर्फ्यू आदेश जारी गरिएको छ र तपाईँहरूले हेर्न सक्नुहुन्छ। यहाँ बेलुका साँझसम्म पनि अहिलेसम्म पनि यहाँ आन्दोलन चर्किएको छ र मानिसहरू एकदमै आक्रोशित बनेका छन्। यो गणतन्त्रको विरुद्धमा आन्दोलन एकदमै आक्रोशित हुँदै अगाडि बढेको थियो र अहिले तपाईँहरूलाई म देखाउन गइरहेको छु। यता यो बालकुमारी ललितपुरको ठ्याक्कै पुलमा आइपुगेको छु। यहाँ करिब 50 मिटरको फरकमा सेना परिचालन गरिएको छ। हतियारसहित सेना परिचालन गरिएको छ र एकजनाको मृत्यु भइसकेको छ भने किर्तिपुरका एकजना युवकको मृत्यु भइसकेको छ भने अन्य घाइते भएका छन् र प्रहरी पनि घाइते भएका छन्। आज आन्दोलन पहिलो दिनमै एकदमै उग्र बनेको छ र यता भक्तपुर साइड पट्टिबाट पनि धुवाँ आइरहेको छ। यहाँ पनि पक्कै पनि केही आगजनी हुनसक्छ र अहिले यहाँको अवस्था एकदमै नाजुक रहेको छ। हेर्न सक्नुहुन्छ तपाईँहरूले।